यस धरतीमा मानव जाति गायब भयो भने के हुन्छ? अचानक मानव जातिको अस्तित्व हरायो भने यो एउटा यस्तो घटना हुनेछ जसले पृथ्वीको रंग रूप नै बदलिदिनेछ। मानिसले बनाएको हरेक चीज र जीवजन्तु यथावत नै रहनेछन् अनि यस धरतीमा मानिस नभएर फेरि प्रकृतिले नै राज गर्नेछ। पहिलो कुरा त यस धरतीबाट मानिस लोप भयो भने सबैभन्दा पहिला पृथ्वी सुनसान हुनेछ। कतै पनि मानिसको चहल पहल भेटिने छैन। धरती यति शान्त हुनेछ जुन पछिल्लो हजारौं वर्षदेखि कहिल्यै नभएको होस्। यो घटनाको पहिलो साक्षी पन्छीहरू हुनेछन्। आकाशमा उड्ने चराहरूले जमिनमा मानिस लोप भएको महसुस गर्न थाल्नेछन्। मानिसले बनाएका हरेक चीजहरू आउट अफ कन्ट्रोल हुनेछन्। ठूला ठूला कल कारखानादेखि लिएर हाइड्रो पावर प्रोजेक्टहरू अचानक चल्न बन्द हुनेछन्। बिजुलीको सिग्नल दुनियाभरि बन्द हुनेछ। लगातार बिजुली उत्पादन गर्न मानिसले चलाउने जेनेरेटर पनि बन्द हुन्छन्। संसारका केही शहर बाहेक सबैतिर अन्धकार नै अन्धकारले ढाकिदिन्छ। जब रात पर्दै जान्छ तब झलमल्ल देखिने शहरहरू निष्पट अन्धकारमा बदलिन्छन्। संसारको दृश्य यस्तो देखिनेछ मानौ यो पृथ्वी नभएर कुनै अँध्यारो गुफा होस्। अहिले 68% अमेरिकाको भूभाग रातभर उज्यालो भइरहन्छ। 95% जापान रातभरि झिलिमिली हुन्छ। तर जब बिजुली बन्द हुन्छ तब यस्ता विकसित देशहरू पनि कहाली लाग्दा देखिन्छन्। यो धरतीको कालो समय मध्येको एक हुनेछ। पहिला आकाश पनि सफा हुन्थ्यो जसकारण तारा र चन्द्रमाको उज्यालो प्रकाश धरतीमा सहजै भित्रिन्थ्यो। तर अत्याधिक प्रदूषणका कारण अब आकाश पनि धुम्मिन थाल्नेछ जसको प्रभाव मानिस लोप भएको पहिलो रात नै देखिनेछ। मानिस लोप भएको 2 दिनपछि धरतीका न्युक्लियर पावर प्लान्ट विस्फोट हुन थाल्नेछन्। मानिसले कन्ट्रोल गरिरहेका पावर प्लान्टहरू मानिस नभएपछि अनियन्त्रित हुन थाल्नेछन्। न्युक्लियर पावर प्लान्टमा हर समय कुलिङ फ्यानहरू चलिरहन्छन् ताकि न्युक्लियर पावर प्लान्टको तापक्रम नियन्त्रण गर्न सकियोस्। तर बिजुली नभएपछि यी सबै कुलिङ फ्यानहरू अचानक रोकिनेछन् जसकारण रियाक्सन भएर पावर प्लान्टहरू विस्फोट हुन थाल्छन्। यस भित्रको युरेनियम तातिन थाल्छ। केही समयमै यसले भयानक रूप लिनेछ। यसले यति भयानक विस्फोट गराउनेछ कि पृथ्वीमा बाँचेका अन्य जीवहरूलाई सास लिन पनि हम्मे हम्मे पर्नेछ। चारैतिर आगोको मुस्लोले ढाकिनेछ। तपाईले युक्रेनको केर्नेभिल न्युक्लियर पावर प्लान्टको बारेमा त सुन्नुभएकै होला। सन् 1986 मा भएको यस भयानक विस्फोटले कन्क्रिटका बिल्डिङको स्थान नै परिवर्तन गरिदिएको थियो। यी सबै धमाका त्यही स्तरका हुनेछन्। तर फरक यो हुनेछ कि यी धमाकाहरू धरतीको हर एक कुनामा हुनेछन्। धरतीको सायदै कुनै भूभाग यसबाट बच्न सक्छ। धरतीबाट आगो र ज्वालाको मुस्लो उठ्नेछ जसकारण धरतीका कयौं जनावर र वनस्पतिका प्रजातिहरू नष्ट भएर जानेछन्। वन जंगलहरू खरानी हुनेछन्। सुन्दर शहरहरू खण्डरमा परिणत हुनेछन्। तर केही समयपछि यो सबै शान्त हुनेछ। प्रकृतिले फेरि आफ्नो पुरानो रूप पाउनेछ। यस धरतीमा फेरि एकपटक प्रकृतिको राज सुरु हुनेछ। 10 वर्षपछि मानिस लोप भएको 10 वर्षपछि पृथ्वीको दृश्य नै फरक हुनेछ। मानिसले बनाएका सबै बिल्डिङहरू प्रकृतिको काखमा लुटपुटिन थाल्नेछन्। यो समयसम्म प्रदूषण निकै कम भइसकेको हुनेछ। सबै कुरा बिस्तारै प्युरिफाई हुन थाल्नेछन्। तापक्रम बिस्तारै घट्दै जानेछ। पहिले लोप वा निष्क्रिय भइसकेका जनावरहरू पनि अन्य कुनै प्रजातिको रूपमा फर्कन सक्ने सम्भावना हुनेछ। 50 वर्षपछि यो समयसम्म पुरै पृथ्वीलाई जंगलले ढाकिसकेको हुनेछ। मानिसले पाल्ने गरेका जनावरहरू पूर्ण रूपमा जंगली जनावर भइसक्नेछन्। यस समयसम्म मानव निर्मित सबै संरचना र बिल्डिङहरूलाई प्रकृतिले ढाकिसक्नेछ। यो समय पृथ्वी मानव अस्तित्वमा हुँदा भन्दा कयौं गुणा हराभरा देखिन थाल्नेछ। पृथ्वी यस्तो देखिनेछ मानव विगतमा पृथ्वीमा मानवको अस्तित्व नै नभएको होस्। 100 वर्षपछि मानिस अस्तित्वमा नरहेको 100 वर्षपछि प्लास्टिक बाहेक सबै चीज विलीन भइसकेको हुनेछ। मानिसले बनाएका केही कुराको भग्नावशेष समेत भेटिने छैन। या त ती सबै चीज डिकम्पोज भइसकेका हुनेछन् या त ती सबैलाई प्रकृतिले ढाकिसकेको हुनेछ। यो समय कार्बन डाइअक्साइडको लेभल यति कम भइसकेको हुनेछ कि ग्लोबल वार्मिङ जस्ता समस्याको पृथ्वीमा नामो निशान नै रहने छैन। 500 वर्षपछि
यो समयसम्म धरतीको वातावरण कायापलट भइसकेको हुनेछ। यस्ता कयौं जीवजन्तु भेटिनेछन् जसको अस्तित्व विगतमा थिएन। समुद्रका जीवहरूको संख्या पनि प्रजातिहरू पनि बढ्नेछन्। आज हामी मानवकै कारण जमिन र समुद्रमा कयौं जीवहरू लोप हुँदैछन्। तर समय यस्तो आउनेछ जब यो धरती जनावरका लागि स्वर्ग साबित हुनेछ। तर मानिस लोप भएको यत्तिका वर्षपछि पनि मानिसले फैलाएको एउटा प्रदूषण भने पृथ्वीबाट गायब भइसकेको हुने छैन। यसले पृथ्वीको वातावरणमा 500 वर्षपछि पनि प्रभाव जमाइरहेको हुनेछ र त्यो हो प्लास्टिक। 1000 वर्षपछि यो समयसम्म धरतीबाट मानिसको नामोनिशान हराइसकेको मात्र हुने छैन, पृथ्वी दुरुस्त त्यस्तै देखिनेछ जब मानिसको उत्पत्ति हुनुभन्दा अगाडि थियो। हर एक पुराना अवशेषमाथि माटो र वनस्पतिको खोल उडिनेछ। 1000 वर्षपछि एउटा यस्तो समय आउनेछ जब पृथ्वी पुरै चिसो भइसकेको हुनेछ। यो समय धरतीमा रहेका प्रत्येक जनावरको बनावटमा निकै परिवर्तन आइसक्नेछ। सबै प्रजाति बिस्तारै बरफमा बाँच्नका लागि विकसित भइसकेका हुनेछन् र जुन जीव वातावरण अनुसार विकसित हुन सक्दैनन् ती सायद लोप भएर जानेछन्। जनावरले बाँच्ने नयाँ तरिका र वातावरण निर्माण गर्नेछन्। 10,000 वर्षपछि धरतीबाट मानिसको अस्तित्व गायब भएको दिन विस्फोट भएका सबै न्युक्लियर पावर प्लान्टहरू बिस्तारै सेलाउन थाल्छन्। विस्फोट भएका पावर प्लान्ट भित्रबाट न्युक्लियर इनर्जी सकिन थाल्छ। तिनीहरू रेडियो एक्टिभ रहने छैनन्। तर यत्तिका वर्षपछि पनि केही कुरा बचेको हुन्छ त त्यो हो प्लास्टिक। 50,000 वर्षपछि यतिका समयसम्म बल्ल ती प्लास्टिकहरू पनि डिकम्पोज हुन थाल्छन्। तर हार्ड प्लास्टिक भने अझै रहिरहनेछन्। समुद्र पहिले भन्दा कयौं गुणा धेरै सफा हुनेछ। बोट बिरुवाहरू ठूला ठूला हुनेछन्। पृथ्वीको बाहिरी भाग पहिले भन्दा निकै चिसो भइसकेको हुनेछ। कति यस्ता जनावर हुनेछन् जसको बारेमा हामी आज कल्पना समेत गर्दैनौं। जनावरहरू जहाँ चाह्यो त्यहाँ जान सक्छन्। समय यस्तो आउनेछ जब धरती पूर्ण रूपमा स्वतन्त्र हुनेछ। 1,00,000 वर्षपछि मानिसको अस्तित्व समाप्त भएको 1,00,000 वर्षपछि धरतीलाई देखेर यहाँ पनि कुनै समय मानव अस्तित्व थियो र भन्ने अवस्था आउनेछ। यो समयसम्ममा त सबै प्लास्टिकहरू पनि विलीन भइसकेका हुनेछन्। यो समयमा हालकै मानव अस्तित्व फेरि पुनः स्थापित भइहाल्यो भने पनि मानिसलाई सर्भाइभ गर्न निकै कठिन पर्न सक्छ। तर यहाँ पुगेपछि एउटा थ्योरी लागू हुन सक्छ। एपहरूको प्रजाति मानिसको प्रकृतिसँग 98% मेल खान आउँछ। चिम्पान्जी र बाँदरहरूको ब्लुप्रिन्ट मानिससँग यति मिल्दोजुल्दो हुन्छ कि कतिपय अवस्थामा ठम्म्याउन समेत मुस्किल पर्छ। र सायद यतिका वर्षको विकास क्रममा यी बाँदरहरू विकसित भएर फेरि मानिसको रूप लिन सक्छन्। पहिला पनि मानव सभ्यता यसै गरी विकास भएको मानिन्छ। कतिपय वैज्ञानिकहरूको मान्यता यो पनि छ कि हालको मानव सभ्यता भन्दा पहिला पनि यस धरतीमा मानव सभ्यता थियो, जुन सायद केही कारणले लोप भएर पृथ्वीमा फेरि नयाँ मानव सभ्यताको विकास भएको हुन सक्छ। यानि कि हामी उत्पत्ति भएका हुन सक्छौं र पछि फेरि यही प्रक्रिया दोहोरिनेछ। तर यसको बारेमा यथार्थ पत्ता लगाउन हजारौं वर्ष लाग्न सक्छ। हामी लोप भएपछि फेरि मानव सभ्यताको विकास हुनेछ। तर यदि यसो भएन भने पनि 1,00,000 वर्षपछि एउटा न एउटा यस्तो सभ्यता आउनेछ जो हामी भन्दा कयौं गुणा विकसित र चलाक हुन सक्छ। किनकि इभोल्युसन त्यो प्रक्रिया हो जुन न विगतमा कहिले रोकिएको थियो न त भविष्यमा नै कहिले रोकिनेछ। हामी रहे पनि नरहे पनि पृथ्वीमा मानव वा मानव जस्तै जीवको अस्तित्व भने रहिरहनेछ। यस्तै रोचक र जानकारीमूलक भिडियोका लागि डिस्कभर नेपाल हेर्दै गर्नुहोला। नमस्कार।